घर छैन सँगै बाँच्नु छ हाँसो खुसी दुःख सुख माया साट्नु छ हाँसो खुसी दुःख सुख माया साट्नु छ पिता मिठा जीवनहरू बिताउनु नै छ जिन्दगीका आधी बेरी कटाउनु नै छ मगमगाउनु सधैँ तिमी समाजनी गाउँको जागानी नबिर्सनु घरको चुलो चौको जागानी नबिर्सनु घरको चुलो चौको नबिर्सनु जागानी घरको चुलो चौको झापट भए पनि खानु भएछ हैन मानिसी नभागेको भए गाला मात्र हैन अरु के भाँचिन्थ्यो मलाई मात्र थाहा छ ल ल जा तसँग कुरा गरेर पनि केही काम छैन लाज लाग्दैन अर्को कुरा गर्नलाई अनि त जस्तो हो र केता पछि पछि लाग्ने म कोही लागेको देखेको छौ र तिमीहरूले छोडे मिना जमी के खाउला जस्तो गरेर हेरेको के थाहा जोडी खोज्या हो कि तिमीहरू धेरै नबोल है फेरि मुख सुक चाटी तिमीलाई नि तिमीहरूले किन जे पाइ त्यही बोलेको हामीले जे पाए त्यही बोलेको छौँ र अझ के बोले रे दिमाग छैन तिमीहरूको के बोले भनेर जाऊ जाऊ धेरै नकरा मेरो ज्वाइँ त त्यस्तो त हुनुहुन्न छ कि छैन भन्ने त मलाई मात्र थाहा छ हेर्दै जाउँ न के गर्छ त्यसले ए गदा सबैजना त जस्तो कहाँ हुन्छन् ह किन म त्यस्तो राम्रो छु र यो फटाको दिमागमा गोबर मात्र भरिएको छ हो तपाईँकै ज्वाइँको दिमाग ठिक छ हेरौँ ल तपाईँको हालत पनि अस्ति त्यो मिनालाई मानेसँग देख्दा बसक्तल पिटेछ नि ए हो र मलाई पनि त्यस्तो त्यो त झन् साह्रै सोझी भनेको त फटाउने मुस्की त त्यही त तिमीहरू के भएको ह जहिले पनि अरूको कुरा काटेको देख्छु केही त काम गर बरु जहिले अरूको कुरा काटेर बस्नुभन्दा कसैको कुरा काटेको छैनौ अझै लाज छैन कठै लायकतिर अनर पनि हुन पर्यो नि खुब मेरो जहिले लडेको सुनेर खुसी भएको छैन म किन खुसी हुने र आन्टी मेरो पनि त हुनेवाला जेठान साहब हो नि त अझै कति न बहिनी लगे जसरी जेठान भन्दो रहेछ त्यो मिनाको त खुट्टामा राखेर पनि सुन्नुहोस् त ल आन्टी तपाईँ पनि खुट्टामा बाने पनि सुहाउँदैन भन्नुहुन्छ कुरा गर्दा गर्दै आयो त टुक्लुकै ओए तैँले कसलाई आफ्नो मान्छे भनेको लाज लाग्दैन तँलाई
होइन तिमीलाई के भयो बुढी? चोट त लागेन तँलाई? अलि हेरेर हिँड्नुपर्छ नि। हेर त हिँडेको नि जान्जानको उलट छ त। ए भगवान्, केही गरेर नसकिने भयो। तपाईँको बेहोरै टेस्टी छ त, जति बेला पनि मात्रै उठाउनु। ल ल, धेरै नकरा। होइन यो त के चल्दैछ यो बुढाबुढीको? त नकथालाई जे गरे पनि के भयो त? आफ्नो बाटो लाग्ने खुरुखुरु काहीँ नभएको आवारा। यिनीहरूका बुढाबुढीलाई जे भने पनि नसकिने भयो। माने पनि यो गाउँको असल केटा हो भन्ने कुरो बुझ्नु पर्यो, आभार होइन। धेरै भाषा नदे आफ्नो बाटो लाग खुरुखुरु, नत्र आइया। ओहो आन्टी, खुट्टामा चोट पो लाग्यो? किन सोध्नु पर्यो तैँले? खुरुखुरु आफ्नो बाटो लाग्न, फेरि तेरो डडेल्न फुस्केला। ल ल, जेसै गरे तिमीहरूका बुढाबुढी। कहीँ नभएको जात्रा तिमीहरूकै घरमा हुन्छ। ल ल बुढी, भित्र हिँड। तँ पनि एकछिन आराम गर। माने यहाँ पनि आइपुगिस् फेरि? माने हो माने, हरेक ठाउँमा आउँछ। उता जाए माने, धेरै नबोल नत्र फेरि। होइन, कोही कोहीको के दशा गरेर चलिरहेछ। कहिले बुढो रुखबाट लड्छ, कहिले आमा। होइन, के भन्छौ यो माने? हिजो त जुनमाया आन्टी पिँढीमा लड्नु भएछ। हो र? झुट त बोलेनस् नि? माने हो माने, माने कहिले झुट बोल्दैन। हेरे रितु, यो मानेको विश्वास नगर। यो गाउँलेसँग मिलेर भट्काउने काम र कुरा काट्ने काम मात्रै गर्छ। हो त, हिजो मैले मेरै दुईवटा आँखाले देखेको। यसो सहयोग गरौँ भनेको, ठुलाबाट मान्छे परे, गाली गरेर पठाए। योसँग मुख लाग्नु भन्दा हिँड्जाउ दीक्षा। ल ल जाउँ छिटो। यिनीहरूकै गरादशा बिग्रिया रहेछन्, भलाइको त जमानै छैन। हेर्नु न बुढो, आमा हिजो लड्नु भएछ। म यसो गएर आउँछु नि है। हो र? त्यसो भए त जानु पर्यो नि। के भएको रहेछ? किन जानु पर्यो भर्खरै? खानाको केही टुङ्गो छैन। कसले पकाउँछ तिमीहरू गए? बिचरा भाउजूलाई जान दे न, खाना त म बनाइहाल्छु नि। पकाउँछिस् तैँले? जाने होला नि फेरि त्यही मानिसँग टाँसो लाउँदै। कति कराउँछ यो? कहिले बुहारीलाई कराउँछ, कहिले छोरीलाई कराउँछ। जान दे नि त, जान दे। जाऊ बुहारी जाऊ, सम्झिनुलाई कस्तो भएको रहेछ हेरेर आऊ त। हुन्छ बुवा, म गएर आइहाल्छु नि। ल ल जाउँ। ल ल, तपाईँ धेरै नरिसा, रिसले आफैलाई हानि गर्छ। छोरी, तिमी भित्र गएर खाना पकाउ त। म पनि एकछिन बाहिर गएर आउनु छ। हुन्छ बाबा, म भाडा माझेर बनाइहाल्छु नि।
ए बुढी कस्तो छ त तिमीलाई? खुट्टा कतिको दुख्या छ? त्यस्तो दुखेको छैन, अलिअलि हिँड्दा दुख्छ। धेरै दुखेको छ भने बुढीलाई हस्पिटल लैजाऊ भनेर हो क्या रे? ओहो, एका बिहान के खानुभयो र? आज खुब माया लाग्यो त। माया त लाउँछ नि बुढीको, तर बुढी पो यस्तै परी। हिजो अनुहारमा मरियत्ते गऱ्यौ के रे? आज बुढेसकालमा नराम्रो लाग्यो। ए रिटु त आमा किन नि न्याउरो अनुहार पारेर आएकी त? ए बुढी पहिला छोरीलाई बस्नको लागि गुन्द्रिँदैन? अनि आमा हिजो के भएको थियो र? अघि पसलमा मानेले के भन्दै थियो? त्यस्तो केही भएको होइन छोरी, यही पिँढीमा लडेर हल्का हातखुट्टा ठोकेको मात्रै हो। यहाँ कसले गर्छ? पढेपछि यति गर्ने, नत्र नपढे नि हुन्छ। छोरी के भयो तिमीलाई? के भएको छैन बाबा। के ज्वाइँ साहबले तिमीलाई केही भन्नुभयो र? होइन बाबा, जय साहबले केही भन्नुभएको छैन। किन के भयो र? किन रोएकी छोरी त्यसरी? खै आमा, तपाईँको ज्वाइँ पनि अस्ति रुखबाट लडेर त्यस्तो भयो। अस्ति बाबालाई पनि चोट लाग्यो, हिजो तपाईँलाई। खै मेरो त भाग्य पनि कस्तो। के गर्छौ त छोरी? कहिलेकाहीँ सानोतिनो चोटपटक त लगाइहाल्छ नि। होइन बाबा, तपाईँहरू पनि बुढेसकालमा एक्लै हुनुहुन्छ। सहारा दिने बेलामा म पनि बिहे गरेर गइहालेँ। के गर्छौ त छोरी? भाग्यमा जे छ त्यही भोग्नुपर्छ। भयो कि त एउटा छोरी होस्, धन्न भाग्यले एउटै गाउँमा बिहे भयो। चिन्ता नगर छोरी, केही भएको छैन, सामान्य ठोकेको मात्रै हो। त्यति हुनेमा भाग्यलाई नै दोष दिन पर्छ त? हुन त हो, समय पनि त्यस्तै चलिरहेको छ। सहारा दिने बेलामा म पनि आफै टाढा भएँ, मनले नमान्दो रहेछ। नरौ छोरी, पिर नगर। हिँड बरु खाना खान जाउँ। दीक्षा, हिँड तिमी पनि खाना खाएर जाउली। होइन बाबा, अहिलेलाई मलाई पनि हतार छ, हामी जान्छौँ। हुन्छ आन्टी, आफ्नो ख्याल राख्नु होला। ल अङ्कल, हामी पनि जान्छौँ। ल ल छोरी, राम्रोसँग जाऊ। हाम्रो पिर गर्नु पर्दैन, हामी ठिक छौँ। आखिर छोरीको मन त हो, कति धेरै माया गर्छ है बुढी हामीलाई। हो नि बुढा, त्यति खबर सुन्न साथ दौडेर आइहाली। ल म नि खाना पकाउन गएँ। के साह्रो भाउ बढ्या हो? कहिलेकाहीँ त हामीलाई पनि हेरे हुन्थ्यो नि। हेरे माने, त्यत्रो हुँदाहुँदै पनि अझै पछि लाग्न छोडेको छैनस्? मान्छेहरूले देख्यो नि के भन्छ? लौ देखेर के भयो त? चखेबाको जोडी रमाएको रहेछ भन्छ नि। मुर्दार धेरै नजिस्के।
होइन नानी, कहाँ गएर दुवैजना? कतै होइन भाउजू, माथि गएको थिएँ, बाटोमा माने भेट भएर झ्याउ लाग्ने गरेको छ भनेको। त मानेलाई अस्ति त्यत्रो भनेर पनि लागेन है? तँलाई साँच्चै कुटै चाहिएको हो? अनि यति राम्री मान्छे अगाडि अगाडि लागेपछि नबोली हिँड्नु त? तिमी पनि कस्तो कुरा गर्छौ रितु? कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भन्ने हो, यस्तैलाई हो। आइन्दा मेरो नानीको पछि लागिस् भने मैले जानेको छु। हिँड्नुहोस् नानी, जाम। हेर्दै जा, तँलाई बसन्तले कसरी फसाएको थियो। त्यसै गरी मैले पनि मिनालाई फसाउन सकिनँ भने मेरो नाम पनि माने होइन माने। तपाईँ पनि के हुनुभएको नानी? अस्ति दाइले त्यत्रो भनेर पनि लागेन कि तपाईँ र माने बिच केही चलेको छ र? त्यस्तो केही पनि होइन भाउजू, बरु भन्नुहोस् न त्यो मानेलाई कसरी पछि छुटाउने? खै म त के भनौँ, दाइ पनि कराएको कराई गर्नुभएको छ, विचार गर्नु आफै। त्यो माने नै त्यस्तै छ, जता गयो त्यतै टुक्टुक्क आइपुग्छ। ल ल, अब हिँड्दै ख्याल गरेर हिँड्नु होला। केही होइन। केही नभए किन यसरी आत्तिएर उठ्नु भएको त? कस्तो नराम्रो सपना देखेछु। के सपना देख्नु भयो र त्यस्तो? कसैले भाले बाइकले हानेको सपना देखेँ। त्यो एउटा सपना मात्रै हो, चिन्ता नगर्नु, बुवाले केही हुँदैन। बरु अहिले सुताऊ, भोलि कुरा गरौँ। ए केटा, के भयो तँलाई आज? घुन खाएको कुखुरा झोक्रा चाहिँ झोक्रा जस्तो। कस्तो नराम्रो सपना देखेछु। तपाईँ ठिक त हुनुहुन्छ नि? म ठिकै त छु त, मलाई के भएको छ र? हुन्छ बा, बस्दै गर्नुहोस्, म यसो तलसम्म पुगेर आउँछु। ल ल जा। होइन, कहाँ जान थाल्नु भएको यति बिहानै? यसो तलसम्म पुगेर आऊ कि भनेर जान लागेको नि। केही खाएर गएको भए हुन्थ्यो। के नै पाकेको होला र? तिमी नि काम गर्दैछौ। बरु आएर खामला नि। ल ल, हुन्छ त नि, छिटो गरेर आउनु होला। ल ल, धेरै नगराउ, म जान्छु।
कति सताएको बाबु सताउन नि। लौ यो भात खाऊ लौ बाबु, ल यो भात खाऊ। तिमीले भात खाएनौ अनि म छोडेर जान्छु नि फेरि। कसलाई आमा भन्छौ? आमा मलाई नछोडेर जानु। आजले मलाई छोडेर गर्छ एक्लै हुन्छु। खाइदेऊ लौ लौ लौ। मसँग संसारमा सबै कुरा छन्, तर आमा भन्ने एक शब्द छैन। अरूले बोलाउने आमा नाम सुन्दा मन मुसुक्क हाँस्छ। बाबु सताउनु पर्ने। लौ भात खाऊ लौ, लौ भात खाऊ लौ लौ। तर भित्र कतै तातो आँसु बग्छ। मेरो भाग्यमा आमा भएको भए पनि यसै गरी सोध्नुहुन्थ्यो होला। जहाँ हुनुहुन्छ मेरी आमा, सधैँ मलाई हेरिराख्नु है। धेरै माया आमा। होइन हौ बसन्ते, कता हिँडिस है लुखुर लुखुर? जता हिँड्यो भने तँलाई किन चाहियो? चाहिन त मलाई पनि चाहिँदैन। आज त भिजेको बिरालो जस्तो पो देख्छु त, के हो? बढी नबोलाइ माने, चुप लाग, खुरुखुरु आफ्नो बाटो लाग। तँसँग लड्न मलाई कुनै भाग्ने बन्नुपर्छ भन्ने छैन, बिरालो बनेरै जित्न सक्छु। ओहो, तँ पनि तनावमा छस् जस्तो छ। जाउँ हिँडेछौ भट्टीतिर, एक एक गिलास टुच्चा लाएर आउँला। राम्रो मुखले भनेर लाग्दैन, तेरो करेङ सरेङ गर्नु पर्ला नि फेरि। ल ल, म त साथी तनावमा छस् भनेर पो भनेको। बाँकी तेरो इच्छा, जेसुकै गर। होइन हौ मिना, के हो एक्लै एक्लै लुगा धुँदैछस् त? लुगा धुन पनि के जन्ती लिएर आउनु पर्ने त अनि? जन्ती लिएर आउनु पर्दैन हो, मलाई राखे भइहाल्यो नि। मैले पनि लुगा धुन सघाइदिन्थेँ क्यारे। परेको छैन कसैले सघाउन, आफ्नो कपडा त आफै धोइहाल्छु नि। नरिसानु हो मिना, यति राम्रो मान्छे रिसाएको सुहाउँदैन। कहिलेकाहीँ त मायाले बोले पनि त हुन्छ नि। चुप लागे मुर्दार, जता गयो त्यति पछि पछि लागेर आउँदो रहेछ। नरिसानु मिना, त रिसाएको सुहाउँदैन क्या। धेरै नजिकै माने, अलि यही ढुङ्गाले टाउको साउको फुटालिदिन्छ अनि थाहा बजोस्। ए दिच्छा नानी, कता हिँड्यौ हतार हतारमा? कहीँ होइन अङ्कल, रितुको घरसम्म हिँडेको। ए हो र, आउन त एकछिन यता, चिया सिया खाएर जाउले। अर्को पटक खाम्ला नि अङ्कल, म फेरि आउँछु। जहिले त्यही भन्छस्, आइज न एकछिन बस। होइन आन्टी, म फेरि आइहाल्छु नि।
अहिले मलाई हतार छ, म जान्छु है। ल ल आउने गर्ने फेरि। होइन बुढा, के हतार रहेछ त्यस्तो? एकछिन पनि नबोली गई त। खै त पनि यहीँ छस्, म पनि यहीँ छु। उसको आफ्नै काम होला नि। के जैसकले छोरीलाई केही भन्नु भएछ र? होइन, कस्तो चाहिने नचाहिने कुरा गर्छिस्? हाम्रो त्यस्तो असल ज्वाइँलाई नराम्रो सोचेर हुन्छ? तपाईँलाई त मैले केही बोल्नै हुँदैन नि। खालि नचाहिने मात्र कुरा गर्छिस्। ए भगवान्, यसलाई त सम्झाएरै नसकिने भयो। म आउँछु, त्यहाँ राख्दै गर। ए बुहारी सुन त। हजुर। अनि तिम्रो पढाइको कुरा के हुँदैछ? बसन्तले के भन्दैछ? खै बुवा, किन जानु पर्यो र भन्दै हुनुहुन्थ्यो। किन नजाने रे, पढ्न त पर्यो नि आजकलको जमानामा। पढाइ भन्दा ठुलो के छ र अहिले? आफू जस्तै हली बनाउन खोजे होला नि त बुहारीलाई पनि। सपना त मेरो पनि पढेर केही गर्छु भन्ने थियो, तर सोचे जस्तो कहाँ हुँदो रहेछ र। ल बुहारी, तिमी चिन्ता नगर, तँ बसन्तलाई म सम्झाउँछु, अनि तिमीले आफ्नो सपना पुरा गर्नुपर्छ। रितु यता आइज न। आइज न यतै। अहिले हतार छु, यता आइज न त। ल भन त। होइन, के हो यो सब? मारेर मेरो एकअर्कासित खोलामा खुब मस्किरहेको थिएँ नि, विचार गरे रितु, म त यही भन्न आएको। ल जा, म अहिले कुरा गर्छु। एकछिन त, यो कुरा चाहिँ कसैलाई नभन है। त ढुक्क बस्नु, कसैलाई भन्दिनँ। यो को खास कुसो के भनी दिक्षाले? केही होइन बुवा।
नानी आज फेरि तपाईँ त्यो मानेसँग भेटेर आउनुभयो? होइन नि भाउजू, म खोलामा कपडा धुँदै थिएँ, त्यो माने आफै आएर जिस्काएको थियो। खै मलाई त डर पो लागेको छ। तपाईँको दाईको बानी थाहा नै छ, त्यही माथि अस्ति त्यत्रो झगडा पर्यो, अझ राम्रोसँग बोल्नुहुन्न। आजको यो कुरा थाहा पाउने हो भने त झन् मार्नुहुन्छ। त्यही त भनेको भाउजू, त्यो माने जहाँ गयो त्यही आउँछ, जति गरे पनि पछि छोड्दैन। त्यही त नि, त्योसँग हिँड्दा अलि विचार गरेर हिँड्नु होला। तपाईँलाई थाहा छँदैछ माने कस्तो छ भनेर। मेरो कुरा बुझ्ने भनेको नै हजुर हो। त्यो मानेले गर्दा दाईको र मेरो सम्बन्ध पनि बिग्रिएको छ। मैले बुझेर मात्र पनि त भएन नि। गाउँमा बुवाको इज्जत कत्रो छ, त्यही माथि फल्नाको छोरी त्योसँग हिँड्ने भन्ने थाहा पाएपछि के होला, विचार गर्नु न आफै। होइन यो नन्द भाउजूको के को गन्थन मन्थन चल्दैछ हौ? केही पनि होइन बाबा, पढाइको कुरा गरेको हो। ए ल ल ठिक छ त्यसो भए। अङ्कल, बसन्त त माथि चौतारोमा रक्सी खाएर लडेछ नि।